विश्वको चारैकुनामा छरिनुभएका सम्पूर्ण नेपाली भ्युअर्सहरूलाई म सुशील भण्डारीको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु। आज चाहिँ म पत्रिका बाँड्न जाँदैछु। फिनल्यान्डमा एसएसएमको काम गर्छु। मैले चाहिँ पत्रिका बाँड्नलाई यहाँ प्लास्टिकमा लिएर हिँडेँ किनकि गाडामा लैजानलाई अहिले अलि त्यति दुःख हुन्छ, त्यही भएर प्लास्टिकमा लिएर जान लाग्छौँ। अनि यो पत्रिकावाला काम चाहिँ फिनल्यान्डमा बसेर जसले पनि गर्न सक्छ र हप्तामा 1 दिन गर्ने काम हो यो। महिनामा 4 दिन गर्ने हो। स्यालेरी चाहिँ मन्थली स्यालेरी आउँछ, महिनाको एकचोटि स्यालेरी आउँछ र धेरै चाहिँ स्यालेरी हुन्न यसको। लगभग 70 OC हेरेर हुन्छ कति घर बाँडिन्छ भन्ने। मेरो चाहिँ 70 OC घर छ अहिले, त्यही भएर मेरो 50 युरो आउँछ। हप्तामा एकचोटि बाँड्ने हो। पत्रिका ल्याएर त्यसले घर अगाडि राखिदिन्छ र हाम्रो काम चाहिँ त्यसलाई घरमा लिएर जाने। घरमा लिएर गएपछि सबलाई मिलाउने, सबलाई मिलाएपछि अनि घर घर लगेर बाँड्ने। अनि त्यसले चाहिँ घरमा सोमबार ल्याइदिन्छ र हामी चाहिँ बुधबार बाँड्न जानुपर्छ। अहिले चाहिँ लगभग 7 बजेको छ। 8 बजेभन्दा अगाडि नै बाँड्न पर्छ। 8 बजेभन्दा अगाडि नै बाँड्न पर्छ। यदि 8 बजेपछि जाने भने चाहिँ घरको ढोका खोलिन्न क्या, लक हान्नुपर्ने हुन्छ। र त्यही भएर चाहिँ अहिले हामी जाँदैछौँ। राम अङ्कल र म छौँ। कस्तो लागिरहेछ? जाडो छ, चिसो छ। चिसो छ यहाँ, फेरि एकदम चिसो छ अहिले। क्रिसमस छ, जाडो छ, यहाँ सुनसान छ, सबै घरभित्र छन्। आज क्रिसमस। फिनल्यान्डमा धेरै यस्तो जङ्गलै छ। जङ्गल छ, यहाँ जङ्गलै छ, देख्न सक्नुहुन्छ है। र म चाहिँ अरू चाहिँ हजुरहरूलाई कसरी बाँड्ने के गर्ने भने चाहिँ म घरसिम पुगेर देखाउँछु। लगभग यहाँदेखि 5 मिनट जति लाग्छ त्यो घरहरू फाल्ने ठाउँमा पुग्नको लागि। घरको नजिक हाम्रो घरमा चाहिँ अर्को मान्छेले पत्रिका फाल्छ, त्यही भएर मेरो चाहिँ अलि टाढा छ पत्रिका फाल्ने ठाउँ, त्यही भएर हिँड्दैछौँ। र मैले पत्रिका बाँड्ने ठाउँ चाहिँ उतापट्टि हो। त्यहाँबाट फेरि जेब्रा क्रसिङ गरेर जाने। गाडी आयो। यहाँ फेरि के हुन्छ भन्दा मान्छे हिँडेपछि गाडी आफै रोकिदिन्छ। यहाँ यदि यहाँ हिँड्दैछौँ भने जेब्रा क्रसिङमा गाडीले आफै रोक्छ हेरेर जानेर। क्रिसमस भएको हुनाले मान्छे छैनन् अहिले, सब बाटो खाली नै छ, गाडी पनि त्यति छैनन्, झिलिमिली छ सबै। यदि तपाईँहरूले पनि यो काम गर्न चाहनुहुन्छ, यदि हजुरहरू पनि फ्री हुनुहुन्छ भने चाहिँ SSM भन्ने हुन्छ, ssm.fi हान्नु होला र त्यहाँ चाहिँ अप्लाई गर भनेर अप्लाई लेखेको हुन्छ, अप्लाई गर्न सक्नुहुन्छ। र यदि हजुरहरूलाई म्यानेजरकै नम्बर चाहिन्छ भने कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ, म हजुरहरूलाई बताउँछु। र मैले चाहिँ धेरैजनाहरूलाई दिइसकेको छु म्यानेजरको नम्बर, र कतिले चाहिँ जब पाइसक्नु भएको छ र कतिले भने त्यो ठाउँमा अर्कै मान्छेले गरेको हुनाले पाउनुभएको छैन। तर मान्छे चाहिँ SSM चाहिएको गर्छ। र मैले बाँड्ने चाहिँ यतातिर हो, यहाँ माथि अविनाश भारान्ती 1 भन्ने मेलुन मेकीमा पर्छ यो। ल आजको लागि बाँड्ने पहिलो घर, G नम्बर घर। लक हान्नुपर्ने हुन्छ हामीले। ल ढोका चाहिँ खोलिसकेको छ। अब चाहिँ पत्रिका यसरी निकाल्ने, यस्तो गर्ने। र यो पत्रिका फाल्ने घर चाहिँ 5 तलाको हुन्छ, हेरेर हुन्छ। यहाँ चाहिँ लिफ्ट छ। अब हामी चाहिँ लिफ्टमा जान्छौँ। लिफ्टको लागि चाहिँ लिफ्ट आइहाल्छ। फर्स्ट फ्लोरमा छ, मैले सेकेन्ड फ्लोर जाऊँ। क्रिसमसको लागि डिजाइन राखेको छ, सेन्टरमा। र यहाँ चाहिँ फाल्न मिल्दैन किनकि यहाँ एमाइनोक्सिया लेखेको छ। यो लेखेको ठाउँमा फाल्न हुँदैन। यहाँ पनि एमाइनोक्सिया छ, फाल्न हुँदैन। यहाँ पनि एमाइनोक्सिया छ, फाल्न हुँदैन। यहाँ एमाइनोक्सिया छैन, त्यही भएर फाल्न पर्छ।
अब हामी जान्छौँ 3rd फ्लोरमा। यहाँ चाहिँ क्रिसमसको डेकोरेसन भएको रहेछ। यहाँ चाहिँ कुकुर राखेको छ फोटो। कुकुर राखेको फोटो चाहिँ यहाँनिर कुकुर छ, हामीलाई कतिजना आएर भुक्न सक्छ भनेर पहिल्यै सुँगुर दिनलाई हो। अहिले चाहिँ हामी 4औं तलामा छौँ र हामी अब 5औं तलामा जान लाग्छौँ। यो घरमा 5वटा तला छन् र यसरी चाहिँ एउटा घर हुन्छ। मैले चाहिँ जम्मा अहिले चाहिँ 8वटा घर फाल्छु। अब जनवरीदेखि चाहिँ 24वटा घर बनाइदिँदैछु मलाई। यही महिनाको सियामा फाल्ने, यता यही महिनाको सियामा फाल्ने, फाल्ने। यता एक महिनाको सियासम्म फाल्नु परेन र यसरी चाहिँ एउटा घरमा चाहिँ पत्रिका फालेर भ्याइयो हामीले। अब अर्को घर जाने हो हामी। यसरी चाहिँ पत्रिका फाल्ने गरिन्छ। यही महिनाको सिया त्यो लेखेकोमा फाल्नु भएन र अरूमा चाहिँ फाल्नु पर्यो। जम्मा 8-9वटा घर छ अहिले। अब फेरि जनवरीदेखि बढाइदिन्छ। अब चाहिँ हामी अर्को घर जान्छौँ। हामी चाहिँ भर्खर यो घरमा फालेर आयो। अब अर्को घर जाँदैछौँ फाल्नलाई। अर्को घर चाहिँ यहीँ नजिकै छ, नजिकै हुन्छ। एउटा एरियामा लगभग नजिकको घरमा फाल्नुपर्ने हुन्छ। अघिको जी थियो, अब F पिनकोड हाल्ने यतापट्टि। ढोका खुल्यो। पिनकोड चाहिँ सिक्रेट हुन्छ, त्यस्तो भन्न मिल्दैन। घरको म 5th फ्लोरमा आएको छु। गर्दै यसरी हाल्ने एडभर्टाइजमेन्ट हो यो। यसमा चाहिँ हाल्नु परेन। यही महिनाको सिया लेखेको छ। यहाँ चाहिँ क्रिसमसको सजाएको छन् सेन्टा क्लज। यो घरको लास्ट पत्रिका। फेरि हामी अर्को घर जानुपर्ने हुन्छ। यो एरिया चाहिँ भ्याएको छ। अब माथिको घरतिर जानुपर्छ। 6वटा घर छन् माथि। अब यहाँ 1 थिछौँ 1st फ्लोरमा। अहिले चाहिँ हामी तिनी घरहरूमा फालेर अगाडि हिँडिसकेका छौँ र अहिले चाहिँ एकदम अँध्यारो छ। 7 बज्यो। 7 बजे यस्तो हुन्छ। पहिला त समरतिर त 12-1 बजीसम्म उज्यालो हुन्छ, तर विन्टरमा चाहिँ 3 बजीदेखि नै अँध्यारो हुन थाल्छ र मान्छे पनि छैनन्। सबै घरतिर सुतिएछन्। बाहिर त जाडो छ अहिले, -3 -4 छ। हिउँ चाहिँ परेको छैन। हिउँ पर्दा -16 -17 पनि पुग्छ। घरभित्र चाहिँ हिटर लगाइदिएको हुन्छ, त्यही भएर तातो हुन्छ र यस्तै छ यतातिर। यो चाहिँ घरहरू हुन् उता र 2वटा घर चाहिँ उता नजिकै छ र यता 6वटा घर छन्।
चलिरहेको सिरसिर त्यो घरमा हो फाल्ने चाहिँ यिनी घरहरूमा 6वटा घरमा हो र यहाँ सिडी छ नेपालतिर चाहिँ ठ्याक्कै त्यो सिडीमा जानुपर्छ जङ्गलहरू छन् यी धेरै जङ्गलहरू हुन्छन् यता र यो ठ्याक्कै नेपालतिरको जस्तो सिडी हो सिडीमा चढेर जाने हो राति एक्लै आउँदा यहाँ डर लाग्छ एकदम यस्तो छ भूत बस्ने ठाउँ जस्तो यो चाहिँ अर्कै डिजाइनको घर छ कुनै अर्को डिजाइनको हुन्छ यहाँ बत्ती हुन्छ बत्ती खोल्ने र यसको इन्टेरियर चाहिँ अर्कै छ अलि यस्तो खालको लिफ्ट छ दबाएपछि लिफ्ट आउँछ यताको फिनल्यान्डको घरको डिजाइन चाहिँ सबैको सेम हुन्छ र आफ्नो एरिया अनुसार हुन्छ हामीले अघि दुईवटा पत्रिका बाँड्यौँ नि उतापट्टि दुईवटा घरमा त्यो दुईवटा घरको डिजाइन चाहिँ सेम थियो र यहाँ बाँड्न लागेको 1 2 3 यो 3वटा घरको सेम छ र अर्को एरियाको 3वटा घरको पनि डिजाइन सेम हुन्छ घर पनि एउटै हुन्छ हेर्दाखेरि र भित्र पनि एउटा घर जस्तो तरिकाले बनेको छ अर्को घर नि त्यस्तै तरिकाले हुन्छ अघि हामीले हेऱ्यौँ भर्खरको घर कस्तो थियो अब यो घरमा नि हेरौँ त्यस्तै हुन्छ लिफ्ट पहिलाको घरमा जता अर्को घरमा पनि त्यतै हुन्छ एरिया अनुसार हुन्छ यहाँ 3वटा बिल्डिङ छन् यो 3वटा बिल्डिङको सेम हुन्छ उतापट्टि अघि मैले फालेको 2वटा थियो त्यो 2वटामा सेम हुन्छ र फेरि अर्को 3वटा छ 3वटामा पनि सेम हुन्छ को डिजाइन सेम हुन्छ भन्दाखेरि देख्न सक्नुहुन्छ उताको घरमा पनि यतापट्टि लिफ्ट थियो उतापट्टि सिडी छ र नम्बर चाहिँ एबिसी लेखेको हुन्छ एबिसी त्यो थाहा हुने भएन भने चाहिँ लगभग घर एउटै देखिन्छ कोड त सबैको फरक हुन्छ आफ्नो घरको फरक हुन्छ र एउटा कोठाको चाबीले अर्को कोठाको चाबी खोलिँदैन हामीले चाहिँ ए र बी घरमा चाहिँ बाँडिसक्यौँ अब सी घरमा बाँड्छौँ उतापट्टिको एफ र जी यता एबिसी अनि फेरि उता एबिसी छ दुईवटा घरमा यो एरियाको बाँड्यो अब यो तेस्रो घर हो यसको डिजाइन पनि सेम छ तपाईँहरूलाई म देखाउँछु लग्ने खोल्यो अब यहाँ आउने बित्तिकै बत्ती बोल्छ आफै बत्ती बोल्यो र यसमा पनि हेर्न सक्नुहुन्छ लिफ्ट यहाँ छ भरेन त्यता छ सेम छ डिजाइन अब लिफ्ट आउँछ लिफ्टभित्रको डिजाइन पनि सेम छ अघिको घरको जस्तो वान्जाम यो घरमा पनि हामीले फालेर निक्लिसक्यौँ अब यतापट्टि हुन्छ यतापट्टि चाहिँ अलिक डराउनु जस्तो छ त्यही गाउँतिर जस्तै बाटो छ यता यस्तो जङ्गल जस्तो यहाँ जाने हो यसरी बाटो यस्तो छ यस्तो घर हुन्छ नि अब यहाँको 3वटा घर छन् नि 3वटा घरको डिजाइन चाहिँ भित्र एउटै छ उतापट्टिको 3वटा घरमा एउटै थियो अनि उतापट्टि फालेको 2वटाको सेम थियो यहाँ पनि फेरि एबिसी घर नम्बर त चाहियो कुन घर बस्ने भन्ने त्यही भएर घर नम्बर छ कोड पनि सबैको फरक हुन्छ लाइट हुन्छ कुनै घरमा चाहिँ आफै बोल्छ कुनै घरमा बाल्नुपर्छ यो घरको डिजाइन चाहिँ यस्तो छ म देखाउँछु
पत्रिका भरि थियो, आधाभन्दा कम छ। अब बाँड्ने हो, गाडा ल्याउने हो खासमा। तर गाडा ल्याएपछि त्यत्रो गाडा यति पत्रिका बाँड्न किन ल्याउने भनेर मैले चाहिँ सधैँ प्लास्टिकमा ल्याउँछु। अब चाहिँ धेरै एरिया दिएपछि चाहिँ गाडा नै ल्याउनुपर्छ। र हामी चाहिँ अहिले पत्रिका बाँडेर भ्याएर घर फर्किँदैछौँ। र यो रको पत्रिका चाहिँ के गर्ने भन्ने प्रश्न हजुरहरूलाई हुनसक्छ। र यो रको पत्रिका चाहिँ हामीले घरमा लगेर अगाडि राखिदिने र अर्कोचोटि पत्रिका लिन आउँदा चाहिँ त्यसले पत्रिका लिएर जान्छ। अनि पत्रिका चाहिँ प्रत्येक सोमबार ल्याइदिन्छ मलाई र म चाहिँ बुधबार बाँड्नुपर्छ। राति 8 बजेभन्दा अगाडि बाँड्नुपर्छ। अनि यसको पैसा चाहिँ कसरी दिन्छ, कसरी डिसाइड हुन्छ भन्दा त्यसले कति किलो पत्रिका ल्याएको त्यो वेट गरिन्छ। अनि पछि मैले मिलाए बापत पैसा दिन्छ र अर्को चाहिँ फाले बापत पैसा दिन्छ र त्यो चाहिँ सबै जोड चाहिँ हिसाब गर्छ। अनि कति पैसा हुन्छ टोटल त्यो चाहिँ दिन्छ। र त्यसमा चाहिँ फेरि ट्याक्स पनि तिर्नुपर्ने हुन्छ, पेन्सन पनि तिर्नुपर्ने हुन्छ। ट्याक्स चाहिँ त्यस्तो धेरै तिर्नु पर्दैन, पेन्सन चाहिँ यति बढी तिर्नुपर्छ। र स्यालेरी चाहिँ लगभग त्यही हो, 100-110 युरो जति दिन्छ। महिनामा 4 दिन फाल्नुपर्छ। यो काम चाहिँ स्टुडेन्टहरू यदि फ्री हुनुहुन्छ भने चाहिँ यो काम एकदम राम्रो हुनसक्छ। र यदि होइन काम छ भने चाहिँ यो काम नगर्नु होला, म त्यो सुझाव दिन चाहन्छु। किनभने यो काम गर्दा लगभग 2 घन्टा जति चाहिँ चोखो जान्छ दिनमा र स्यालेरी पनि त्यस्तो धेरै हुँदैन। र आई होप आज हजुरहरूलाई यो भिडियोले धेरै कुरा जान्न मद्दत गर्यो होला। र आगामी दिनमा यस्तै भिडियो लिएर आउने नै छु। तबसम्मको लागि स्वस्थ मस्त र व्यस्त रहनु होला। सुशील भण्डारी ब्लग्सलाई माया गर्दै गर्नु होला। बाई।